साथीहरू नमस्कार। आज म थोरै यो क्रिप्टो सम्बन्धी जानकारी गराउन चाहन्छु कि क्रिप्टो करेन्सी अथवा ब्लकचेन सिस्टमलाई चाहिँ नेपालमा पनि एउटा नियमन गरेर वैधता गराउन सक्यो भने थुप्रै देशमा रहने भाइ बहिनीहरूले पनि त्यसमा काम गरेको जस्तो देखिन्छ। उहाँहरूलाई पनि सहुलियत हुँदो हो। सरकारले यसलाई नियमन गरेर एउटा क्राइटेरियामा सीमित रहने गरी यसलाई चाहिँ अगाडि बढायो भने माइनिङ गर्नेदेखि लिएर यसको चाहिँ प्रक्रियामा जान सक्यो भने सबै वैदेशिक मुद्रा आर्जन गर्न पनि एउटा माध्यम बन्नेछ भन्ने मलाई विश्वास लाग्छ। हस्त नमस्कार।